अहिले चाहिँ हामी ठ्याक्क मन्दिरको माथिपट्टि आइपुग्यौँ होइन। सबजना आइसक्यो बल्ल। म चाहिँ अझै हिँड्दैछौँ, कहिले पुगिन्छ थाहा छैन, तर तपाईँलाई माथि गएर देखाउँछु है म अरू। यो बाटो लास्ट यो आउँछ होला है, फिल्टर भएको कस्तो 1 घन्टा लाग्छ होला। तर आइडिया लाग्छ क्या, जार चाहिँ थापी राखिदिन्छ क्या। अनि एउटा टाइम बस्छ हिँड्छ नि त हामीलाई। अगाडिबाट चाहिँ बबाल आउने है। ल के भाइ त चाहिँ उयो बनायो के हो बल्ल बल्ल। हामीले चाहिँ टिकट काट्यो होइन। अब यसरी जाँदैछौँ हामी माथि। ल टिकट काट्यो होइन, त्यहाँ चाहिँ भिडियो बनाउनु दिएन, त्यसैले अलि माथि आएर भिडियो बनाएको होइन। अब चाहिँ सुरुवात भयो हाम्रो होइन हाइकिङ जाने। शिवपुरी हाइकिङ सुरुवात भयो। हामी जाँदैछौँ। घले दाई, साजन, सुजन होइन, माने भाइ, दिपेन्द्र, माने भाइ रे हो, दिपेन्द्र रोकाए भाइ, अलगै लेभलको भन्दा मोक्तान भाइ अगाडि, सर्भाइभलको लागि मसुमान गर्नु, सुजन भाइ, घले भाइ, घले दाई अगाडि होइन। कहाँ खाका र हुक्कु गर्दैछ। रेस्टुरेन्ट छ क्या हो यतातिर, यहाँ नि बनाउनु दिँदैन जस्तो छ यार। ठिक छ अहिलेलाई चाहिँ अफ गर्छ होइन, बनाउनु दिँदैन जस्तो छ। खाका र हुक्कु गर्दैछ। आर्मी एरिया है। हिँड्न तू देख सकते हैं इधर सर्वाइवल कैसे करना है। ये तीनों भालू बहुत खतरनाक। तो भिडियो बनाउनु मात्र आज क्यामेरा यहाँ कस्तो जाइयो नरक मल हिँड्नु चल्दैछ नि। हामी त पुग्छ कि गाउँहरूतिर पनि भन्दा हुन्छ नि, हतार नि गर्नु सजिलो कि 2 घन्टा ल ठिक छ। केटाहरूले चाहिँ होइन खोजिरहेको थिएँ कि, केटाहरूले चाहिँ यस्तो बाटोहरू खोजिरहेको थिएँ होइन, रोडबाट हिँड्न रमाइलो लाग्यो भन्दा थिएँ। अब बाटो भेट्यो होइन ठ्याक्कै, अब चाहिँ रमाइलो हुन्छ क्या। अन्त यहाँबाट त पानी यहाँबाट त पानी थाल्ने भनेर होइन, कटु छुटिसक्यो तिम्रो घरमा। कटु कालो हो, कटु लाउनै पर्छ। यसले त होइन त्यस्तो होइन कि, त्यस्तो होइन। झर्ना भेटिहाल्यो नि मुहानहरू त्यतिबेला झर्ना भन्दा झन् त्यस्तो बगिरहेको हेर्नु बाबुबोली झर्ना कसले ढुङ्गा हालेर जस्तो लाग्यो। बाँदर आयो के हो यस्तो ठाउँमा त। कहाँ जाने भने हेर्नु बाहुबली झर्ना ल ल अनि बवाल देख्छ नि यहाँ फुटेज नआइपुग्नु ल फोटो खिच्छ केटाहरूले। म तले खिचाउँछु भिडियो बन। ल ठिक छ, मुहान भेट्यो होइन हामीले। समर रहेछ जङ्गलमा मुहान। त्यहाँ पुगिसक्यो यार, म जान बाँकी नै छ। ओए रोक न काले रोक। दाउरा किन बोक्या है, दाउरा किन बोक्या? पिट्नलाई ए
हाइकिङ जाँदा चाहिँ यसरी हिँड्ने हो लामो लामो दाउरा खोजेर अरे बुढो हो त ल हेर्नु न दर्शकहरू यस्तो कस्तो घना छ यहाँ चाहिँ अलिकति शीतल भएछ सब जा यताबाट पनि बाटै त रहेछ आन्टीहरूले जुम्मा बनाइदियो है हामीलाई मान्दोस् अब कति टाइम लाग्छ यहाँदेखि बागदर्शन पुग्नु अब त्यस्तै 15 मिनट यही हो 15 मिनट हो ए ल यस्तो भिर्ला भर्याङ भने केटाहरूले गाउँमा अब यस्तै हो कि गाउँमा त नि यस्तै त हो नि बाटो हिजो भर्खर भिडियो आयो आज हाम्रो ओ यो त के हो खाने चिजै हो नि के यो खुर्सानी हो ओ यो पैयो होइन दिपेन्द्र खुर्सानी हो ल पैयो हो नि ग्रिन चिल्ली तिमीहरूको गाउँतिर पो पाउँदैन त हाम्रोमा त पाउँछ नि तपाईँहरूको गाउँमा पाउँदैन त्यही हाम्रो गाउँमा त थुप्रै पाइहाल्छ यस्तो हाम्रोमा त सब फेयर सुन्तला माल्टा हो आरु आल्चा सबै थियो नि यिनीहरूलाई पो थाहा छैन म सरी काफल पनि क्या त्यही भएर काफल त थाहा छ होला है मेरो गाउँ आइज कति भेडाको गुलामी काफल झुलिरहन्छ हो गेडा यत्रो झुन्डेर हुन्छ च्याङ्रा गुफामा लगाएर बस्यो शिवजीले खुट्टा टेकिहाल्यो भालु आएर शिवजीले खुट्टा टेक्यो यो भने शिव बुढी भयो बना केटा गोरे यस्तो बोक्यो भने चाहिँ उयो हुन्छ अरे क्या केटाहरूले भनेको यस्तो बोक्यो भने चाहिँ हाइकिङ गएको जस्तो अरे के फोटो भिडियो बनाने एकजना हिँडेर त्यसो पारेर गरौँ ल हुन्छ घना जङ्गलमा आइसक्यौँ होइन ल मजे दामी होइन त्यस्तो नदिनु होला घना जङ्गलमा आइसक्यौँ होइन घना जङ्गल एकदमै राम्रो छ है यहाँ चाहिँ वाउ होइन होइन त्यस्तो नभन्न सर्भाइभल हो कि सर्भाइभल सर्भाइभल एकदम सर्भाइभल एकदमै राम्रो छ कि पुरै घना कस्तो माया छु त्यो प्लेन क्रास भएर म चाहिँ सर्भाइभ गर्दैन हामी हो त्यस्तो भन्न त्यस्तो ल डिप्रेसन जल्दी आ जा भाई मगर मजा आ रहा है भाई वो देखिए उधर वो तीनों भालू बहुत खतरनाक हमें इधर भालू मिल सकता है और हाँ शेर भी मिल सकता है हाँ शेर इधर पीछे है पीछे में अगर मिल गया तो भागना पड़ेगा नेपाली में बोल नेपाली में बोल माधव मिल गया तो भागना आगे बहुत लोग हैं नहीं वो लोग जानवर बहुत ज़्यादा है 3 भालू। लोग हैं। और हम यहाँ सर्वाइव कर रहे हैं पता नहीं कितने दिन से आज हम यहाँ पे हैं बहुत डर लग रहा है बहुत दिन से बेहोश पे था मैं भोजन नहीं किया है भोजन भी नहीं किया है पेट भी पूरा ही अंदर चला गया सुलो लगाएर काटेको छ हाँ दिखाइए दिखाइए जरा दिखाइए हाँ दिखाइए हाँ वो फेसी लन जैसा है तो क्या दिखाया माधव इसको मुहार में झलक झलक बलिरहने टिउका लाग्यो मा म यस्तो खतरा चाहिरहने बाटो चाहिँ दामी छ यहाँको हलगुड कस्तो लागिरहेछ मान्छे भवा लगाएर 15 मिनटमा पुग्छ अब हामी बागदरबार ओ त्यो लाडो ओए जे पाइदियो नसुन मा फेरि 20 लाग्ला नि तँलाई त्यस्तो लाग्यो है तल त्यस्तै छ है
अब 20 लाख नै त लाग्यो नि 18 भइहाल्यो ल हामी चाहिँ घल्दा होइन होइन मैले हल्का फन गरेको कि तर टाइप अफ फन यहाँ चाहिँ बब्बाल रहेछ नि त यो जङ्गल यहाँ ठाउँ चाहिँ खतरा छ कि एकदमै यहाँ चाहिँ बाटो बनाइदिएछ होइन पहिला हामी गाउँतिर हिँड्दाखेरि चाहिँ जता पाए त्यति बाटो रुख काटेर हुन्छ कि झाडी मारेर हुन्छ कि त्यहाँबाट हिँड्थ्यो कि तर अहिले चाहिँ यहाँ चाहिँ बाटो बनाएको दामी बाटो बनाइदिएछ घुम्नको लागि बागद्वार पुग्न आँट्यो म तपाईँलाई त्यो चाहिँ अर्को पार्टमा भन्छु है तिमीहरू चाँडो कि म चाँडो है ल स्टार्टमा कुन बाटो हो म त जङ्गलतिर आएँ ओइ म त जङ्गलको बाटो आएन कता छ बाटो हट कहाँ हो खोइ बाघ त भेटिँदैन कतै त भेटाउँछु भनेर आइयो माया खोइ त लास्ट यार आइसिस कराउँदैछ ओइमा बाटो छ त्यहाँ तर मजा आयो यार यतातिर खोइ त कालेहरू लास्ट मजा आयो जाम न उता बनाउन भ्लग चाहिँ भयो नि यत्रो हिँडिसक्यौँ तर भराइ चाहिँ सक्दैन है साइडमा बस्ने ल यहाँ बस्न लाग्छौँ होइन हामी के खानालाई होइन बस्नुला साइडमा बस्नु न रमाइलो हुन्छ नि साइडमा बस्नु न रोडकै तर माने बस्नु त र यहाँ बस्नु ए हस् यस्तो पाराले त कस्तो शान्त ठाउँ सिधा खिच के भाइ कस्तो राम्रो बाटो है मायाको यसलाई हेर्दा बाँसखारीमा डाङ्ग्रे कराए कुद्दै जाउँ न कुद्दै खतरा थाकेदार ओए कति बाँकी छ अझ 15 मिनट 15 मिनट बाँकी छ एकदम राम्रो छ क्या यहाँको ठाउँ आकर्षक बनाउँछ कि भट्ट पड्कियो बडी खुट्टा दुख्छ है
ब्यागको साइडमा हाल्नु थाकिसक्यो यार लास्टै मन लट्ठी बोक्नु पर्ने रहेछ सब थाकिसक्यो जङ्गल चाहिँ पुरै राम्रो छ है बल्ल तेर्सो बाटो आयो यार बल्ल तेर्सो बाटो आयो नि थाक्यो यस्तो भन्दा खतरा पिस ठाउँ छ है ओ केला हानेको केला हानेको हो केला हानेको मौरी हो र होइन जस्तो ओ ल धेरै माथि आइसक्यौँ यार फर्स्ट टाइम आएको फर्स्ट टाइमै दामी हुन लाग्यो यहाँ त खतरा भएर यहाँको तपाईँको चराहरूको भन्नुहुन्छ भने चराहरूको आवाजहरू अनि त्यो कोइलीहरू बाँच्ने अनि यहाँ जनावरहरू त अहिले देखेको छैन सायद अलि माथि गएपछि देखिन्छ होला मलाई जहाँसम्म लाग्छ जङ्गल चाहिँ यस्तै छ क्या पुरै घना त्यही भएर गोरे भन्यो भने फेरि यहाँ भाग्नुपर्ने हुन्छ हामी एकदम हाम्रो साइनिङको लागि ध्वजाहरू राखिदिएको छ कि टक्क यहाँदेखि जाने नहराओस् भनेर एकदम राम्रो छ आउन सक्नुहुन्छ भिजिट गर्न सक्नुहुन्छ यतातिर दामी छ भिडियोहरू बनाउनु पनि एकदम पर्फेक्ट छ यतातिर गुराँस हेर्नु नि त्यहाँ अच्छा यस्तो छ क्या बाटो चाहिँ पुग्यो कि न हामी पुग्न आँट्या हो 15 मिनट अलि आउँदाखेरि जङ्गलमा चाहिँ अलिकति फोहोर देखियो कि फोहोरहरू चाहिँ नफालिदिनु होला किनकि यहाँ अलिकति होइन आफ्नो उयोलाई माया गर्नु पर्यो नि त अन्त हेर्न पाइन्छ नि होइन त्यसैले गाइस सब एकदम राम्रो छ कि रुखहरू सबैलाई फोटो खिच्ने एकदम खतरा ठाउँहरू डिफ्रेन्ट पोजहरू छ क्या यहाँ फोटो खिच्ने डिफ्रेन्ट पोजहरूमा रुखमाथि सुतेर हुन्छ मुनि सुतेर हुन्छ बसेर हुन्छ तपाईँलाई एकदम राम्रो ठाउँ छ यार साँच्चै के भन्नु होला म त थाकिसकेँ भोक पनि लागिसक्यो लास्टै केटाहरू अगाडि पुगिसकेँ होइन अगाडि यता अर्को बाटो पनि रहेछ यताबाट जाने बाटो रहेछ होइन हट कुन चाहिँ चर्न यो हेर्नु न ल यस्तो बवाल हो आउँदै हो एकछिन ब्याग बोकेर झन् थाकेछु क्या दामी ठाउँ छ यार एक्सर्साइज गर्ने पनि एकदम खतरा तर टिकट लाग्छ होइन टिकट तिरेर आउनुपर्छ हेर्नु न कस्तो दामी मोमेन्टहरू छ
यस्तो दामी दामी छ कि स्टेसन। आवाज सुन्नु आवाज जङ्गल खतरा शान्त ठाउँ छ क्या। अच्छा हेर्नु न ल यस्तो दामी कहाँ पाउँछ भने यस्तो दामी बाटो चाहिँ तल छ है। फाइनली बस्ने ठाउँ आयो यार। त्यहाँ त खोला छ क्या मानदोस्त, खोला छ हो। बल्ल बल्ल बस्ने ठाउँ आयो यार। बल्ल बल्ल आयो। यहाँ चाहिँ दामी चौर छ ल। यही हो बागदोर। बस्ने ठाउँ पनि बनाइदिएको छ कि दामी। यस्तो छावाहरू छ। अच्छा धारा पनि रहेछ तर कहिले भाँचिसक्यो। बल्ल बल्ल हामी यहाँ माथिसम्म आइपुग्यौँ होइन। 15 मिनट भन्दा अब चाहिँ मलाई जहाँसम्म लाग्छ अझै 15 मिनट होला होइन। अब दामी छ कि यो ठाउँ हेर्दाखेरि होइन। ल दोस्त आउँदैछु नि देखाइदिनु पर्यो। हेर्दाखेरि यस्तो राम्रो ठाउँ छ कि तर हिँड्न सक्ने मान्छे मात्र दामी हो। हिँड्न सक्ने मान्छे मात्र हो एकदम यस्तो हेर्न पाउनु भनेको होइन। एकदम यस्तो गराएर बोल माथि अब एउटा भिडियो पनि बनाउनु। मुद आयो नि त दोस्त। म त आयो मुद्दो नै आएँ। खिच्दैन होला हार त उता पुग्छ। ए यतापट्टि त नुवाकोट पो हो क्या है। यार माथि पुग्छु मलाई त भोक लागिसक्यो यार। लास्टै भोक लाएर अब कहाँसम्म हो पुग्ने यार। 15 मिनट यहाँ रहेछ त भ्यू दोस्त। ए ल ओइ मा के देख्यौ तिमीले? के देख्यौ? कस्तो दामी ठाउँ छ यार यतातिर। मजा लाग्छ कि घुम्न। शिवपुरी बवाल छ। आउन सक्नुहुन्छ है गाई छ। हामी अझै बागद्वार पुगेको छैनौँ। त्यहाँ झन् कस्तो होला तपाईँलाई एकछिनको भिडियोमा देखाउँछु। तल चाहिँ गएर खाने क्या त पहिला खाएर होइन अनि फेरि यही हो र बाघ त होइन माथि जाने हो क्या बाघद्वारै छैन त त्यहाँ देखेको। होइन त्यसको त पोइन्टै उता हो अझै हिँड्नुपर्ने चाहिँ माने बल्ल बल्ल आइपुग्यो यार। ढोकिदिउँ क्या बागदोरमा। त्यो ठाउँमा यस्तो हिँडेर आइपुग्यो होइन। दामी ठाउँ छ यहाँ। एउटा हामी त यता यताबाट अनि यता रोक्ने एकछिन कस्तो भर्खर खाएको छ जाम जाम दिन्छ जाम खाने जाम जाम कहाँबाट जाम